सूर्यकिरणले जवानहरूमा जमिने युद्धकला सम्बन्धी र पहाडी भूभागमा सञ्चालन हुने विभिन्न आतंकवाद सम्बन्धी विपद व्यवस्थापन सम्बन्धी थप ज्ञान हासिल भएको छ भने नयाँ टेक्नोलोजी आइसिएसआर फायरिङ, मल्टी टार्गेट फायरिङ, बीओसी अब्स्टेकल अभ्यास जस्ता विभिन्न गतिविधिहरूले हामी जवानहरूको जमिने युद्धकला सम्बन्धी ज्ञान वृद्धि भएको। ट्याक्टिक्स सम्बन्धी धेरै कुरा सिक्न पाइयो, जस्तै आतंकवाद, प्रतिविद्रोह सम्बन्धी विभिन्न किसिमको अपरेसनहरू सञ्चालन भएको थियो। यसमा थप पेशागत ज्ञान वृद्धि भएको थियो। यस अभ्यासबाट दुई देशको सेनाबीच आपसी समन्वय तथा अभ्यासको अन्तर सञ्चालन क्षमता समेत मजबुत हुने देखिन्छ। यस किसिमको तालिमहरूले हाम्रो फौजहरूमा र जुनियर अधिकृतहरूमा कसरी ट्याक्टिक्ससँग इन्टिग्रेट गर्न सकिन्छ भन्ने कुरा समेत पर्याप्त मात्रामा ज्ञान र अभ्यास प्राप्त भएको थियो। र सँगसँगै एउटा जुनियर अधिकृतले अन्य देशको अधिकृतहरूसँग सहकार्य गरी योजनाहरू बनाइरहँदा र सैन्य कारबाहीहरू सञ्चालन गरिरहँदा एउटा जुनियर अधिकृतमा अड्याप्टेबिलिटीको गुण समेत विकास हुन आउँछ र यसले उसको पेशागत क्षमता र दीर्घकालसम्म सैन्य सेवामा रहिरहन सहयोग पुर्याउँछ। प्रमुख सेनानी निश्चल पाठकको कमान्डमा मक्सिर 7 गते भारत प्रस्थान गरेको नेपाली सेनाको टोली मक्सिर 22 गते स्वदेश फिर्ता भएको थियो। यो अभ्यास दुवै देशको सेनाको बेस्ट प्र्याक्टिसेसको आदान प्रदान गर्नुको साथै न्यू जेनेरेसन इक्विपमेन्ट जस्तै ड्रोनहरूलाई हाम्रो ट्रेडिसनल ट्याक्टिक्स टेक्निक्स र प्रोसिजरमा कसरी इन्फ्युज गर्ने भन्ने विषय एउटा फेजै इन्डिभिजुअल स्किल फेज नै कन्सन्ट्रेट गरिएको थियो। नेपाल भारत सम्बन्ध आफैमा पृथक छ। यो सैन्य अभ्यासले दुवै देशको सैनिक कूटनीतिलाई त सकारात्मक रूपले टेवा पुर्याउँछ नै, दुई देशबीच रहिरहेको ऐतिहासिक सम्बन्धलाई यसले थप उचाइमा लैजान्छ। विक्रम सम्वत 2067 सालबाट नेपाल र मित्रराष्ट्र भारतमा आलो पालो गरी वार्षिक नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका अन्य मित्र राष्ट्रहरूका सेनासँग द्विपक्षीय एवं बहुपक्षीय अभ्यास तथा प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ। यस किसिमका संयुक्त सैनिक अभ्यासहरूले मित्रराष्ट्रहरूबीच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकल दर्जामा पेशागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।